यो टुङ्गिँदैन। जस्तो तपाईँहरू बुझ्दिन आउनुभयो भने ठिक छ, हामी बुझ्छौँ, बुझाउँछौँ, जान्छौँ होइन। न त यसको अझ रचनात्मक आन्दोलन हुन्छ। यो रचनात्मक आन्दोलन हो। हाम्रो बहिनीप्रति भएको हत्याप्रतिको यो रचनात्मक आन्दोलन हो। हामी अब त पछि हट्दैनौँ। यहाँ हामी लगभग 1 घन्टा त हामी यहाँ कुरिसक्यौँ। अब हामी बहिनीको न्याय नहुँदासम्म यही कुर भन्नुहुन्छ भने हामी यहीँ कुरेर बस्छौँ। तर तपाईँहरू आएको 30 मिनट जति भइसक्यो, तर उहाँहरूले ज्ञापन पत्र बुझ्नको लागि आनाकानी गरेको जस्तो पाइयो। यसलाई के भन्नुहुन्छ तपाईँले? होइन, यो उहाँले बुझ्ने नबुझ्ने त आफ्नो कुरा हो। म मेरो आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने कुरा हो। अबको आन्दोलन, अबको एकछिनपछि हाम्रो आज पनि यो हाम्रो ध्यान आकर्षण पत्र बुझिएन भने हामी चाहिँ अब रचनात्मक आन्दोलन दिन्छौँ। दलितमा भएका सबै समस्याहरू यहाँ थपिन सक्छन्, यहाँ जोडिन सक्छन्। हामीले जोड्ने हलगरु आउन सक्छन्। हाम्रो भर्खरै घन्टी बजाएर आएको सरकार छ, हामी झ्याली बजाएर आउँछौँ। हाम्रो कुरा यहाँ सरकारले सुनाइ भएन भने यहाँको स्थानीयले उहाँले चाहिँ कारबाही गर्ने भन्ने, यहाँको सहजीकरण गरेर हाम्रो यहाँको आन्दोलनलाई समर्थन गरेर यहाँको चाहिँ यो ध्यान आकर्षण बुझेर माथि पठाइदिने भन्ने कुरा हो। उहाँहरूलाई एउटा माध्यम मात्रै बनाएको, हाम्रो बिचको भर्याङ मात्रै हो उहाँहरू। यो पनि बुझ्न चाहनु भएन भने हाम्रो रचनात्मक आन्दोलन होला। यहाँ पछाडिको आन्दोलनको त प्रतीक्षा गरौँ कस्तो खालको आन्दोलन हुन्छ। अनलाइन मार्फत ज्ञापन पत्र बुझाउने भन्नुभएको रहेछ, यसलाई कसरी लिनुहुन्छ? हाम्रो आन्दोलन त अनलाइनबाटै भइरहेछ नि। नेपालको बलिष्ठ सेलिब्रेटीहरूले चाहिँ अब एकदमै सेलिब्रेटीहरूले चाहिँ सामाजिक सञ्जालबाट आन्दोलन गरिराख्नु भएको छ। त्यो त्यहीँनिर कायम छ। एउटा हामी हार्ड कपी आन्दोलन गर्न फेस टु फेस हाम्रो आन्दोलन गर्न आएको, हामी फेस टु फेस हामी हार्ड कपी हाम्रो ध्यान आकर्षण पत्र त्यसो भए तपाईँहरूले अनलाइन बुझाउनुहुन्न, हार्ड कपी नै बुझाउनुहुन्छ? हामी हार्ड कपी नै बुझाउँछौँ, अनलाइन चाहिँ हुँदैन। अनलाइन हामी बुझाउँदैनौँ। हाम्रो आन्दोलन फेरि अनलाइनबाट बुझाउने आन्दोलन छ। सामाजिक सञ्जालबाट भइरहेछ, तातिरहेछ। अझ रचनात्मक आन्दोलन हुन्छ। हामी त छोरै झिल्को मात्रै हो। यहाँ भएको 1-2 साथीभाइ मात्रै आएको छौँ। यो क्षेत्र बहुसङ्ख्यक दलित समुदाय बसेको यो क्षेत्रमा बहुसङ्ख्यक दलित समुदाय आएर यो चौकी घेरेर हामी यहाँबाट बुझाउँछौँ उहाँलाई। धन्यवाद।